everyone, welcome back to my YouTube channel. Very friends, स्वागत छ हजुरहरुलाई मेरो आफ्नो नयाँ भिडियोमा। काली नमस्ते गर। म चाहिँ अब घाँस काट्न लागेको टक्क लाएर काली तपाईं जाने हैन घाँस काट्न? काली चिहान जाने घाँस काट्न जाने भाउ काली काली चिहान जाने घाँस काट्न जाने लिची खान त जाने घाँस मछि घाँस काट्न जानु पर्ने हुन्छ अब यो ल राखु छ उता ल राख अनि मात्र त यो कुचो ल राखु त तैले किन ल्याकी उहाँ ल राख उहाँ गोठमा ल राख जा सस लाएर के राख्दै भन्छन् हारो मम्मी सोध्नु त यो औषधि त भने होला नि एम बाहिर फालेर हिँड्ने बुढियाले औषधि पनि बाजुले त मेरो गर्दिन टक्क लाएर सट लाएर यसरी ब्यागमा पठाइदिनु भिडियो काली नमस्ते गर्छ सबैजनालाई भन् हे रामसँग गरे पापा दिन्छ नि भयो त्यो बुढी भित्र आउँछ अरे बुढी भित्र जानुपर्ने हुन्छ घाँस काट्नलाई रेडी भएर है काली बाटो पनि त्यहाँ निजुरो होला है अहिले त पढाउन भएर भाएन हौ अलि बेला भाएन यहाँनिर भर्खर त पानी हाम्रो घरको मकै हजुर हाम्रो चाहिँ उहाँ भित्र घर हुन्छ अनि हिजो अघि कहिले त चाबी थियो होइन र हिजो अघि कहिले चाबी थियो होइन र पापा नि हिँडेको हो घाँस काट्न दिदीसँग अस्ति झार गर्न गयो आज घाँस काट्न गइन्छ खेतमा छाड त सुगा पनि रोक्ने बेला भइसक्यो होला सुगाले मकै खान थाले भन्थे मामा आइज काली छिटो बाटामा नि घाँस खेतमा नि घाँस घाँसै घाँस हाम्रोतिर त काट्न मात्रै सक्नुपर्छ कि अहिले बाबु भन्नु अस्ति हामीले गोडेको झार गोडेको धान त अहिले यस्तो खतरा दिने अब भइसक्यो अस्ति मौरी बुवा भएर गोडेको झार धान अहिले यस्तो राम्रो भएको छ अरे माइता अझै मची थुप्रो गाछ चाहिँ
डेकोनी बनाइसकेँ। अब चाहिँ म टक्क लगाएर लिची चाहिँ बुगाले ल्याइदिनु भयो। अघि एउटा लिची खान गएको हिजो बोलाएको थिएँ अरे भाइलाई, अनि भाइले मलाई बिहान पठाएको भनेर, अनि गएको बुढियाले गाली पो गरे। गाली गरेर लिची पनि दिए, गाली पनि गरे। अनि 2-3टा खाएर मम्मीहरूलाई घर पठाइरहेको थिएँ। अनि अहिले टक्क खेतमा घाँस काट्न आएर घाँस काटेको थिएँ, बुवाले लिची ल्याइदिनु भयो। अनि बुवाले लिची ल्याइदिएपछि नखाने कुरा हुन्छ। मलाई चाहिँ लिची एकदमै मनपर्छ। अहिले राम्रोसँग पाकेको खानु क्या हो। अहिलेको त मिठो थियो लिची नि है, पाक्नु बाँकी तर अम्लो भने पनि खान्छ, खान अराम छैन। मलाई मिठो लाग्छ। घाँस खाएर चाहिँ ल्याइदिनु भयो। बुवा नि खेतमा हुनुहुन्थ्यो, सुगार उग्नु भएको नि त, हाम्रो मकै सुगार उग्नु बेला भयो। अनि हाम्रो यतातिर चाहिँ सुगार उग्नुपर्छ, त्यही भएर बुवाले कहाँबाट ल्याइदिनु भयो। खाइन्छ मस्तले। मम्मीहरूलाई पनि घरमा पठाइदिए। अहिले त्यहाँ दिलले दिएको लिची मम्मीहरू घरमा खानुहुन्छ, म यहाँ खेतमा। त मनले थाम्नै सकेन हौ। अहिले 5 बजिसक्यो, कति भर्खर आधी डोको घाँस भयो। कहिले भारी पुर्याउनु हो र घर जानु मार्छन् मम्मीले। आज फेरि घाँस लानुहुन्थ्यो मलाई। घाँस काट्नुपर्ने हुन्छ मजाले। घाँस त छ, यता हेर यतै बाक्लो देख्छु, जहाँतिर उस्तै देख्छु, जता हेर त्यतै। हाल्नु पनि मन पाइँदैन। 3-4टा खायो अम्लेला। म घरमा लाने हो। अहिले चाहिँ घाँस काट्नुपर्ने हुन्छ। कच्चाले घाँस काट्नुपर्ने हुन्छ। कच्चा पनि उस्तै रहेछ, तर लाग्नु त लाग्नै छ है त। हाम्रो चाहिँ उता बुवा ढोड काट्दै हुनुहुन्छ मकै। मेथी घाँस यति भयो, भारी पुग्यो अब। म चाहिँ लिची हाँक्दैछु। लिची रात पर्ने आएको हात त पोट छैन, त्यही पनि हात छैन, चल्छ गाउँघरमा। म चाहिँ घर जानु लागेको। बाई बाई।